प्रत्येक वर्ष असार 15 गते दही चिउरा खाएर मनाइने सांस्कृतिक परम्परा आज पोखरामा पनि प्रमुख अतिथिको रूपमा दण्डात आचार्यज्यूको उपस्थितिमा निकै भव्यताका साथ मनाइएको छ। खेतमा रोपाई गरी दही चिउरा खाएर मनाइने यो सांस्कृतिक परम्परा रोपाई सुरु हुन थालेपछि नै मनाउन थालिएको हो। असारमा मानो रोपेर मुरी फलाउने नेपाली उखानले असार 15 को महत्त्व अझै झल्काएको देखिन्छ। विक्रम सम्वत 2062 सालदेखि भने यो दिनलाई राष्ट्रिय धान दिवसको रूपमा पनि मनाउन थालिएको छ। किसानहरू वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। व्यस्त हुने महिनाको मध्यममा अर्थात् असार 15 गते दही चिउरा खाएर धान दिवस मनाउने परम्परा नेपाली समाजमा चल्दै आएको छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहरूले खेतका गराको हिलो छ्याप्पा गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिको लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार 15 लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रूपमा पनि लिइन्छ। आजको दिन असारी भाकामा लोकदोहोरी गाउँदै छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो गर्ने पनि प्रचलन छ। आशा छ आउने दिनहरूमा नेपालमा धान रोप्ने परम्परा अझ सशक्त रूपमा निरन्तर रहनेछ र नेपालीहरूले आफ्नै देशमा उत्पादन भएको अर्ग्यानिक तथा गुणस्तरीय चामल उपभोग गर्न पाउनेछन्। अन्तमा हाम्रो तर्फबाट पनि असार 15 तथा धान दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।